सबै श्रद्धालु भक्तजनहरूलाई महाशिवरात्रिका हार्दिक मङ्गलमय शुभकामना। यो केवल एउटा पर्व होइन, यो त्यो दिव्य रात्रि हो जब आत्मा र परमात्माको दूरी मेटिन्छ, जब ब्रह्माण्डको प्रत्येक कणमा ओम नमः शिवायको अनाहत ध्वनि गुन्जिन्छ, जब तप, जप र श्रद्धाले साधारण जीवनलाई असाधारण बनाइदिन्छ। शास्त्रहरूमा उल्लेख छ, महाशिवरात्रिको रात श्रद्धापूर्वक गरिएको स्मरणले पनि अनगिन्ती जन्मका पापहरू क्षय हुन्छन्। तर साँचो भक्ति केवल विधि विधानमा होइन, हृदयको परिवर्तनमा बस्छ। यही सत्य प्रमाणित गर्ने एउटा मार्मिक कथा आज म हजुरहरूलाई प्रस्तुत गर्दैछु। धेरै वर्ष अघि पहाडको काखमा बसेको एउटा सानो गाउँ थियो। त्यहाँ एउटा मानिस बस्थ्यो, नाम थियो दीनबन्धु। तर विडम्बना हेर्नुहोस्, उसँग न बन्धु थियो न सहारा। नाममा बन्धु, तर जीवनभर एक्लोपन। उसको घर गाउँको छेउमा रहेको पुरानो चर्किएको झुपडी थियो। पानी पर्यो भने छानाबाट पानी चुहिन्थ्यो, हावा चल्यो भने पर्खाल काँप्थे। पेटभर खान पाउनु उसको लागि पर्व जस्तै थियो। गाउँका मानिसहरू उसलाई अशुभ मान्थे। यो जहाँ देखियो त्यही दुर्भाग्य आउँछ भन्दै तिरस्कार गर्थे। उसका कपडा च्यातिएका थिए, शरीर दुब्लो, आँखामा थकान। तर त्यो थकानभन्दा गहिरो थियो मनको पीडा। एक दिन गाउँका मुखियाको घरमा विवाह थियो। गाउँभरि उत्सव, बाजा, मिठाईको सुगन्ध। दीनबन्धुले सोचे, सायद आज कसैले दया गर्ला। ऊ चुपचाप आँगन बाहिर उभियो, तर मुखियाको छोराले देख्ने बित्तिकै चिच्यायो, भाग यहाँबाट अशुभ प्राणी। लट्ठीले हिर्कायो। दीनबन्धु लड्यो, आँसु बग्यो। तर त्यो आँसु केवल पीडाको थिएन, त्यो आत्मसम्मान टुटेको आँसु थियो। त्यस रात उसले आकाशतिर हेरेर भन्यो, हे ईश्वर, के मेरो जन्म केवल अपमान सहनको लागि भयो? एकपटक ऊ अत्यन्त भोकाएको थियो। मन्दिरमा प्रसाद बाँडिँदै थियो। उसले सोचे, भगवानको घरमा त सबै समान हुन्छन् होला। तर जब ऊ अगाडि बढ्यो, एक पुजारीले रोक्दै भने, त अपवित्र छस्, प्रसादलाई नछु। दीनबन्धुको हृदय चसक्क भयो। उसले मनमा नै सोध्यो, हे महादेव, के तपाईँको अगाडि पनि म अयोग्य छु? समय बित्दै गयो। फेरि महाशिवरात्रि आयो। गाउँभरि दीप ज्योति, भजन, कीर्तन। महिलाहरूले व्रत बसेका थिए। पुरुषहरू बेलपत्र र दूध लिएर मन्दिरतिर जाँदै थिए। दीनबन्धु आफ्नो झुपडीमा एक्लै बसिरहेको थियो। बाहिरका आनन्दभित्र उसलाई शून्यता महसुस भइरहेको थियो। उसले आफ्नै मनसँग भन्यो, सबैसँग चढाउने केही छ, मसँग के छ? मेरो फुटेको मन र यी आँसु मात्र। अचानक उसको मनमा दृढ सङ्कल्प जाग्यो, आज म महादेवसँग कुरा गर्छु, चाहे संसारले अस्वीकार गरोस्। ऊ काँप्दै मन्दिरतिर लाग्यो। मन्दिरमा भिड थियो। कोही दूध चढाउँदै थिए, कोही बेलपत्र। मन्त्रको गुन्जन वातावरणमा फैलिएको थियो। दीनबन्धु एक कुनामा गएर घुँडा टेकेर बस्यो। उसले आँखा बन्द गर्यो। शब्द आएनन्, केवल आँसु बग्न थाले। हे भोलेनाथ, मेरो जीवनमा केही छैन। आज मेरो आँसु नै मेरो गङ्गाजल हुन्। मेरो पीडा नै मेरो फुल हो। मेरो विश्वास नै मेरो बेलपत्र हो। स्वीकार गर्नुहोस् प्रभु। उसका आँसु शिवलिङ्गमा झरिरहेका थिए। त्यो आँसुमा छल वा लोभ थिएन, केवल निस्वार्थ समर्पण थियो। त्यही क्षण कैलाश पर्वतबाट माता पार्वतीले आँखा खोलेर पृथ्वी हेर्नुभयो। प्रभु, त्यो कुन भक्त हो? यसको रुवाईले मेरो हृदय च्यातिँदैछ। भगवान शिव मुस्कुराउनु भयो। देवी, यसले जीवनभर अपमान सह्यो, तर विश्वास कहिले छोडेन। यही सच्चा भक्ति हो। पार्वतीजीको आँखामा करुणा छल्कियो। प्रभु, यसलाई दर्शन दिनुहोस्। अचानक मन्दिरभित्रको दीपहरू झन् प्रज्वलित भए। सुगन्धित समीर बग्यो। दिव्य प्रकाश फैलियो। दीनबन्धुले आँखा खोले। उसको अगाडि स्वयं भगवान शिव र माता पार्वती उभिनु भएको थियो। त्रिनेत्रधारी, जटाजुटमा गङ्गा, चन्द्रकलाले सुशोभित नीलकण्ठ। उनको वाम भागमा करुणामय आदिशक्ति। दीनबन्धु स्तब्ध भयो। ऊ भूमि परेर दण्डवत प्रणाम गर्यो। भगवान शिवको बानी गुन्जियो, उठ मेरो भक्त, तेरा आँसु संसारको सबैभन्दा पवित्र अर्पण हुन्। तैँले कहिले विश्वास गुमाइनस्। यही मेरो प्रिय पूजा हो। माता पार्वतीले स्नेहपूर्वक भनिन्, आजदेखि तेरा दुःख समाप्त भयो। भगवान शिवले वरदान दिँदै भन्नुभयो, आजदेखि त दीनबन्धु होइन, ज्ञानबन्धु हुनेछस्। तेरो जीवन संसारका लागि दीप हुनेछ। त्यसै क्षण उसका फाटेका वस्त्र शुद्ध भए, शरीर तेजस्वी भयो, आँखामा शान्ति र दिव्यता छल्कियो। गाउँलेहरू चकित भए। जसलाई उनीहरूले तिरस्कार गरेका थिए, आज ऊ दिव्य प्रकाशमा उज्यालिएको थियो। कसैले उसको चरण समात्न खोजे, तर ज्ञानबन्धुले रोक्दै भन्यो, मेरा प्रिय बन्धुहरू,
तपाईहरूको व्यवहार अज्ञानताको कारण थियो। म सबैलाई क्षमा गर्दछु। त्यसको बानीमा यस्तो शान्ति थियो कि सबैका आँखामा आँसु आयो। ज्ञानबन्धुले जीवनभर प्रेम, करुणा र भक्ति फैलायो। उसको दर्शनले मानिसहरूको हृदय परिवर्तन हुन्थ्यो। यस कथाले हामीलाई सिकाउँदछ कि भक्ति धनीको सम्पत्ति होइन। भक्ति त त्यहाँ जन्मिन्छ जहाँ हृदय साँचो हुन्छ, जहाँ आँसु निष्कपट हुन्छ, जहाँ विश्वास अटल हुन्छ। जब संसारले अस्वीकार गर्छ तब भगवान अँगालो हाल्नुहुन्छ। यस पावन महाशिवरात्रिको अवसरमा भगवान शिव र माता पार्वतीको कृपा हजुर र हजुरको परिवारमा सदा रहोस्। हर हर महादेव। जय माता पार्वती। हजुरहरूलाई आजको कथा कस्तो लाग्यो? कृपया मन परेमा हाम्रो च्यानल लाइक, सेयर अनि सब्सक्राइब गर्नुहोला। धन्यवाद।